दुध खाने बित्तिकै यदि तपाईँलाई झाडा लाग्छ, पेट दुख्छ, वाकवाकी आउँछ, ग्यास बने जस्तो हुन्छ, पेट फुल्छ भने चाहिँ यो ल्याक्टोज इन्टोलरेन्स भन्ने समस्या भएको हो। यसमा चाहिँ ल्याक्टेज इन्जाइमको कमीले गर्दा दुध पचाउन नसक्ने समस्या हुन्छ। तर यहीलाई आयुर्वेदमा चाहिँ अलिकति फरक भाषामा बुझिन्छ है त। हाम्रो पेट चाहिँ 4 किसिमको हुन्छ, कोष्ठ, क्रूर, मृदु, मध्य, सम भनेर भन्छ के। क्रूर भने एकदम कडा खालको, जे खायो भने झाडा नलाग्ने एकदम कडा खालको हुन्छ क्रूर। मृदु भन्यो भने चाहिँ मृदु चाहिँ एकदम नरम खालको हुन्छ, जसमा दुधले पनि झाडा लाग्छ। अलिकति बढी खानुभयो भने पनि झाडा लाग्न सक्छ, अलिकति धेरै अमिलो खानुभयो भने नि झाडा लाग्न सक्छ। यस्तो खालकोलाई चाहिँ मृदु कोष्ठमा चाहिँ यस्तो हुन्छ। यो भनेको के हो भन्दा तपाईँको पचाउने क्षमता चाहिँ अरूको भन्दा प्राकृतिक रूपमै सामान्य हुनु, कम हुनु चाहिँ मृदु कोष्ठको लक्षण हो। यो बेलामा चाहिँ खाना त्यही अनुसारको मिलाएर खानुपर्छ। तर यही ल्याक्टोज इन्टोलरेन्सलाई कम गर्नको लागि पनि रेगुलर मात्रामा थोरै मात्रामा दुध खाने, दुधलाई चाहिँ बढाउँदै जाने। अनि अर्को कुरा चाहिँ दुधमा जिरा पकाएर त्यसरी दुध खान सकिन्छ। अदुवा पकाएर दुधमा अदुवा हालेर पकाएर खान सकिन्छ, अथवा भातसँग मुछेर खान सकिन्छ। यसो गऱ्यो भने चाहिँ ल्याक्टोज इन्टोलरेन्स चाहिँ कम हुन्छ। दुध मात्रै प्लेन दुध खाँदा, अझ विशेष गरी खाली पेटमा खाँदाखेरि यस्तो हुन्छ भने खानासँग खाँदा जिरा हालेर पकाएर, अदुवा हालेर पकाएर खाँदा चाहिँ यो समस्यालाई कम गर्न सकिन्छ। किनकि जिराले, अदुवाले दुध पचाउन मद्दत गर्छ। त्यही भएर यो ट्राई गर्नु होला है त।